विषयमा के भन्दाखेरि तपाईँको पैसा लिन छ भनेर खाता एउटा मूर्ख मान्छेले चाहिँ मात्रै यस्तो कुराहरू गर्छ होला तपाईँको है। मैले पैसा लिन छ भनेर मैले बाटो बन्द गर्न जानुपर्ने अवस्था हो पनि मेरो स्वाभिमानले दिँदैन त्यो कुराहरू। तपाईँ उहाँले भन्नुभयो अब त्यो तपाईँको चाहिँ बाटो रोक्न मेरो बाटो रोक्न पर्यो, मेरो पैसा चाहिँ के अरे चाहिँ लिन छ, तैँले काम नगर बाटो रोक्न आइज त्यतिखेर भन्नु पर्थ्यो भन्नुभयो। यो कुराहरू गलत हो नि, यो भन्नु पनि हुँदैन। विकासको कामहरूमा अवरोध गर्नु पनि हुँदैन। अर्को कुरा तपाईँसँग समय भएकै उहाँले भर्खरै बोल्नुभयो नि मसँग सरकार भएको डिबीसँग सरकार भएको विषय हो, डिबीसँग हो तपाईँको मुद्दा, मसँग होइन भन्नुभयो। डिबीसँगै हो मुद्दा मेरो। तपाईँ यो फैसला पनि हेर्नुहोस्, मैले यहाँ ल्याइदिएको छु, कागजहरू छ। तपाईँ सामान्य अदालतको चाहिँ फैसलाले त झुटो त बोल्दैन नि त तपाईँको। अनि उहाँसँग नै मेरो मुद्दा हो र उहाँसँगै म चाहिँ अदालतमा चाहिँ तपाईँको न्याय मागिराखेको छु। यहाँ बाटोमा आएर मैले काम नगर भनेर भनेको पनि छैन। तर अदालती प्रक्रियामा जाँदाखेरि तपाईँको अदालतले चाहिँ तपाईँको चाहिँ उसको कानुन बमोजिम चाहिँ तपाईँको चाहिँ खाता रोका गराइदियो। अदालतले खाता रोका गरिदिएपछि तपाईँको यहाँ समस्या उत्पन्न भयो। उत्पन्न भएपछि फेरि एउटा कुरो सार्वजनिक खरिद ऐन अनुसार तपाईँको चाहिँ म पत्रकार महोदयज्यूहरूलाई पनि म जानकारी गराउँछु। हेर्नु, सार्वजनिक खरिद ऐन अनुसार चाहिँ तपाईँको के छ, नेपाल राष्ट्र ब्याङ्कको नीति के छ, एउटै व्यक्तिले अथवा एउटै फर्मले एउटा भन्दा बढी खाता चाहिँ एउटै ब्याङ्कबाट चाहिँ तपाईँको चाहिँ खोल्न पाउँछ कि पाउँदैन, तपाईँको त्यो गैर कानुनी हो कि होइन, तपाईँको अगाडि यो कुराहरू चाहिँ बुझाउन चाहन्छु। यो यस्ता कुराहरू चाहिँ गरेर मलाई अर्थ हुन्छ जस्तो पनि लाग्दैन तपाईँको। अर्को विषयको कुराहरू भनेको तपाईँको मैले खाता फुकुवा गरिसकेको धेरै अगाडि नै हो। फुकुवा गरिदिइसके मैले लिखत चाहिँ वडा कार्यालय नगरपालिकासँग समन्वय गरेर चाहिँ मसँग लिखत पनि छ। हार्डवेयरले किन मुद्दा हाल्यो त अहिले? अनि त्यसपछि तपाईँको चाहिँ यो विषयको कुराहरू हार्डवेयरले मुद्दा हाल्यो भनेको मलाई हिजो जानकारी भयो। अब यो विषयमा पनि मुद्दा फलानाले हालेछ भनेर भनेपछि उहाँलाई त बोलाउनु पर्थ्यो नि त, किन बोलाइएन यहाँ? त्यो कुरा के छ यहाँ? सबै कुराहरूमा राजनीति गर्ने, हरेक कुराहरूमा राजनीति हुन्छ भने कि तपाईँ हरेक कुराहरूमा दोष लगाएर हुन्छ अरूलाई। काम आफू नगर्ने, गाडी किनेछ, पैसा निकालेछ, गाडी चढेर हिँडेछ, अरूको पैसा तिर्नु पर्दैन तपाईँको, तै पनि छोडिदिइरहेको अझै आरोप लगाइरहेको कि मैले कहाँ म आज तपाईँहरूको समस्या भनिरहेको छु। म रामले कहाँ फुकुवा गरेको छैन, कहाँ रोका गरेको छ दिनुहोस्। जे पनि बोल्न पाइयो तपाईँको। कानुन सम्मत हुन पर्यो कुराहरू, न्याय सम्मत हुन पर्यो कुराहरू। तपाईँको मैले खाता रोका गरेको छैन। अहिले कुरा निस्क्यो, तपाईँले नि भन्नुभयो तपाईँको चाहिँ हिमाल हार्डवेयरबाट चाहिँ खाता रोका गरिएको छ भने उहाँले ल्याउनु पर्छ तपाईँको। उहाँले लिएर आउँछ खबर, मलाई त म आफू त जानकारी हो, मलाई किन निम्तो दिएन त? सबै विरोध चाहिँ तपाईँको रामले गर्दाखेरि यो बाटो रोकिएको छ भन्ने कुराहरू गाउँमा हल्ला, मलाई किन खबर गरिएन? म आफै आउनु पर्यो। के हो यस्तो? सामाजिक न्याय यस्तो हुन्छ? समाजमा चल्ने सामाजिक न्याय यस्तो हुन्छ? कदापि पनि हुँदैन।